यो मन्दिर वाकई मतलब भारतवर्षकै सबैभन्दा शक्तिशाली मन्दिर पनि रहेछ भन्ने कुरा मैले यहाँ आएर थाहा पाएँ। विभिन्न कालखण्डमा विभिन्न मतलब स्वरूप रहेछ यसको हैन। जस्तै अब चतुर्वे नारायण भन्छ हैन, यसको 4 वटा स्वरूप छ। हजुर हेर्न सक्नुहुन्छ। सत्ययुगमा राम लक्ष्मण भरत शत्रुघ्नको, द्वापर युगमा कृष्णको स्वरूप भनेर पनि भनिन्छ। शिखर शैलीको एकमात्र मन्दिर रहेछ यो नेपालको। अब 17औं शतीमा राजा मानदेवले स्थापना गरेर रहेछ यो मन्दिरको। अब मान्छेलाई पावरको आवश्यकता त सबैले पर्छ। त्यति बेला भारतवर्षमा यो नारायण हिटी जुन यो प्राङ्गण छ, यो भारतवर्षकै सबैभन्दा तान्त्रिक र मतलब दैविक शक्ति भएको ठाउँ रहेछ यो। र यहाँ मतलब राजाहरूले तपस गरिसकेपछि, यहाँ साधना गरिसकेपछि एक किसिमको उनीहरूमा छुट्टै किसिमको पावर आउँदो रहेछ कि यो ठाउँमा। र यो ठाउँ एकदमै तान्त्रिक शक्तिको केन्द्र भए हुनाले त्यति बेलाका मतलब राजाहरूले यहाँ दरबार स्थापना गरेर रहेछ मन्दिरको प्राङ्गणभित्र। यो फेरिमा दरबारको स्थापना गरेर रहेछ। यो होइन कि धेरै जसोलाई के भएको छ भने दरबारभित्र राजाहरूले दर्शन गर्ने भन्ने एक किसिमको भ्रम छ मान्छेमा, तर त्यो होइन। किनकि यो एकदमै यसको संरक्षणमा मन्दिरको मतलब यो नारायण हिटीको संरक्षणमा दरबार बनायो हो क्या। किनकि यहाँ तान्त्रिक शक्ति थियो। यहाँ दरबार बनाइसकेपछि मान्छेहरूले एक किसिमको लिडिङ गर्ने क्षमता पनि दिन्थ्यो यहाँको शक्तिले, र उनीहरूले संसार पनि जितेको थियो क्या। जस्तै उदाहरणको लागि हजुरले राजा विक्रमादित्यको बारेमा त सुन्नुभयो होला। उहाँ भारतवर्षकै सबैभन्दा शक्तिशाली राजा थिए र राजा विक्रमादित्यले पनि यहाँ तपस गरेको ठाउँ रहेछ क्या। र हजुरले अब युट्युबहरूमा सोसल मिडियाहरूमा पनि हेर्नु होला राजा विक्रमादित्यको मृत्यु कसरी भएको थियो, राजा विक्रमादित्यको समाधि स्थल कहाँ हो भन्दाखेरि ठ्याक्कै यो ठाउँ भनेर भनेको छैन, तर नारायण हिटीलाई पनि जोडेर उहाँको समाधि स्थलको इतिहास भेटाउँछ क्या। त्यो मैले आफूले पनि अलिकति रिसर्च गरेको थिएँ। यो राजा विक्रमादित्यको समाधि स्थल भनेर पनि चिनिँदो रहेछ कि यो ठाउँ। र विक्रम सम्वतको सुरुवात पनि यही स्थलबाट, यही ठाउँबाट विक्रम सम्वतको स्थापना पनि भएको रहेछ। पहिलेको चलन के थियो भन्नुहुन्छ भने नारायण हिटी मन्दिरमा मान्छेहरू कुनै पनि पद ग्रहण गर्नुभन्दा अगाडि नारायण हिटी मन्दिरमा आएर शपथ लिएर प्रार्थना गरेर प्रे गरेर अन्त्येष्टि मात्रै पद ग्रहण गर्ने चलन पनि थियो। यो आफैमा तान्त्रिक शक्ति भएको मन्दिर पनि हो। हर मनोकामना मान्छेहरूको पुरा पनि हुन्छ यहाँ हैन। मलाई त एकदमै राम्रो अनुभूति छ। हेर्नुहोस् यहाँ आइसकेपछि म सारा आफ्ना दुःख दर्द हैन जति पनि म स्ट्रेसमा हुन्छु, तनावमा हुन्छु, यहाँ आइसकेपछि मलाई एकदम रिलिफ हुन्छ, एकदम आनन्द आउँछ। मैले फिल पनि गरेको छु। वाकैमा नारायण हिटी यो चतुर्वे नारायणको यो जुन धाम छ, यो प्राङ्गण छ, यो भित्र पाइला हाल्ने बित्तिकै मलाई एकदम पोजिटिभ भाइब आउँछ, एकदम आनन्द आउँछ। साँच्चीकै शक्तिशाली छ भन्ने मैले महसुस पनि गरेको छु।